यो चाहिँ प्लेन चाहिँ अब सक्यो यसको हेर्ने न प्लेन चाहिँ हेरिसक्यो अब अर्को ठाउँ घुम्नलाई चाहिँ एकदम राम्रो छ के ठाउँ चाहिँ धेरै होइन यस्तो बब्बाल छ नि माथि पनि छ त्यो माथि पनि ठाउँ नै छ घुम्ने ठाउँ बस्ने पिकनिक पार्टीहरू बस्ने ठाउँ होइन आउनु तपाईँहरू घुमेर जानु कतिपय चाहिँ आइसक्यो छ होला यहाँ अब बाँकी चाहिँ तपाईँहरू बाला आउनु हाम्रो चाहिँ सक्यो आज फाइनली यता चाहिँ घुम्ने ठाउँ बस्ने ठाउँ पिकनिक पार्टी बस्ने ठाउँ भ्यू चाहिँ बब्बाल बब्बाल छ कि यता बस्ने ठाउँ पिकनिक पार्टी हेलो गाइज सो यो चाहिँ होइन यो हाम्रो प्लेन झरेको ठाउँ रहेछ कसको पालोमा झऱ्यो त्यो चाहिँ थाहा छैन यो चाहिँ आज अहिले नेपालको पहिलो प्लेन भन्दो रहेछ ठुलो पनि भन्दो रहेछ होइन कतिखेर झऱ्यो त्यो थाहा भएन तर अहिले नमुना मात्रै बनाएर राखेको रहेछ होइन यो प्लेनको नमुना मात्रै रहेछ सो हेर्नु होला तपाईँहरू पनि सो यो रहेको छ प्लेन हाम्रो भाइरल प्लेन यो चाहिँ भाइरल प्लेन रहेछ एकदम खडारा भइसकेको रहेछ होइन यसो यहाँ दोस्रो कोही छ भने आउनु होला यो चाहिँ यस्तो छ कि न चढ्ने ठाउँ पनि छैन हेर्नलाई चाहिँ ठिक छ सो फोहोर पनि एकदमै छ होइन यो भित्र चाहिँ होइन हेर्नलाई चाहिँ तपाईँहरू आउनु होला सो घुम्ने ठाउँ चाहिँ राम्रो छ तर यो प्लेन हेर्छु चढ्छु भन्ने सोच चाहिँ नलिनु होला यहाँ ठाउँ केही पनि छैन खासै राम्रो पनि केही छैन हेर्नु यो भित्रको नदी चाहिँ यो छ गति यस्तो छ प्लेनको यो प्लेन हो कि यो कुखुरा फर्म हो त्यस्तै लागिरहेछ यो कुखुरा फर्म हो कि प्लेन हो अलिक चिन्न चाहिँ गाह्रो हुन्छ यो भित्र चाहिँ बाहिरबाट चाहिँ अलिक प्लेन जस्तो देखिँदो रहेछ घुम्नको लागि ठाउँ पनि राम्रो छ तर यो प्लेन भनेर चाहिँ हेर्न नआउनु होला तपाईँहरू त्यस्तो गल्ती नगर्नु सो हाम्रो जनताहरू चाहिँ उता माथि चढ्नु नसकेको कारणले तलै बस्नु भएको अझ एक दुईजना यता नि छ चढ्नु सकेन म चाहिँ अलिक जङ्गलमा बस्ने त्यही बाह्रसँगै हुर्केको कारणले चाहिँ म चाहिँ चढ्न सक्यो उहाँहरू चाहिँ सकेन यस्तो छ ठाउँ चाहिँ राम्रै छ तर यो प्लेन चाहिँ होइन कि यो कुखुरा फर्म जस्तो चाहिँ छ ठ्याक्कै सेम तपाईँहरू नझुकिनु सेम हेर्नु यस्तो डन्डी नै डन्डी छ कि पुरै फलामको डन्डीहरू सो कबाडी आयो भने चाहिँ सलक्क टिपेर लान्छ होला त्यही हेर्नु यस्तो डन्डी जस्ता